सम्मानीय सभामुखजीसँग सोध्न चाहन्छु, अवरोध संसद अवरोध कुन अवस्थामा भन्छन्? एउटा कुनै पार्टी उभिराख्दा संसद अवरोध हुने, अर्को पार्टी यहाँ रोस्टममा बेलमा नाराबाजी गर्दा संसद अवरोध नहुने म परिभाषा खोजिरहेको छु सभामुखज्यू। माननीय सदस्य विषय केन्द्रित आफ्नो अभिव्यक्ति दिनु होला। हो, यहाँ नाराबाजीको बीचमा मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु। माननीय सदस्य आफ्नो विषय केन्द्रित गर्नुहोस्। तपाईलाई 5 मिनेट समय दिएको छ, 3 मिनेट गइसक्यो। मलाई बोल्ने वातावरण दिनु सभामुखज्यू। सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ। तर आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ, म दुखित पनि छु। एउटा सांसद, सबै सांसद बराबर हुन्, सबै दलहरू बराबर हुन्। आज चौथो र पाँचौं दलहरू विरोध गरिराख्दा आज सभामुखजी जसरी गरिराख्नु भएको छ, पहिला पनि संसदमा नाराबाजी हुन्थ्यो, संसद चल्थ्यो, तर छोटो समयको लागि हुन्थ्यो। आज एउटा नयाँ रेकर्ड कायम भयो, एउटा नयाँ रेकर्ड कायम गर्नुभयो, यसको लागि शुभकामना पनि दिन चाहन्छु। अख्तियारले गर्ने प्रारम्भिक अनुसन्धानको सूचना मिडियामा कसरी पुग्यो? म सरकारलाई सोध्न चाहन्छु। हामी नेपाललाई त जगहासाई गऱ्यौँ, एनआरएनलाई पनि विभाजित गर्नुभएको छ। अहिले सरकारको दुईटा प्रमुख घटक, आरजु देउवा जो परराष्ट्र मन्त्री हुनुहुन्छ, उहाँको एउटा घटक एनआरएन बनेको छ भने प्रधानमन्त्रीजीको अर्को एनआरएन बनेको छ भने सबै निकायमा तपाईँहरूको द्वन्द्वले गर्दा दुख पाइरहेको र देशै बर्बाद हुन लागेको त सबैतिर हेरिरहेछौँ।